हेलो नमस्ते सबैजनालाई आज मेरो मुकबाङमा वेलकम टु एभ्री वान हेयर सधैँ म मेरो बाबाको मुकबाङ हेरेर नै आज विकेन्डमा चाहिँ मैले डिसाइडेड टु डु माइसेल्फ मुकबाङ गिलो चटपटे बनाएको छु मैले यहाँ गिलो चटपटे यसलाई के भन्छ ढुङ्ग्रो हुँदै अलिकति पिरो भने ठ्याक्क कोक पनि ल्याउनु रेडी गरिहालौँ खासै मेन चाहिँ गिलो चटपटेको खान मन लागेर यस्तो प्लान गरेको आज चाहिँ एनिवे डल्ले चाहिँ मैले झन्डै 10वटा जस्तै नै हालेको छु त्यही भएर बच्चाहरूले खाइसक्यो अब सुसुहरूले जस्तै खाँदै मैले मिस गरेँ त्यही भएर आज चाहिँ मेरो पालो सुरु गरौँ है त कस्तो रहेछ दामी भएर पिरो छैन त्यो साह्रो इट्स नट द्याट स्पाइसी होइन आइगी इट्स नट द्याट स्पाइसी नेपालकै डल्ले हालेको 10वटा जस्तो त्यति ठिक छ गुड बिहान त खामामा चाहिँ मेरो छोरी छ आइकी र एलाले चाहिँ अघि खायो खुर्सीले 4-5वटा हालेछ त्यहाँ कहाँ 5-6-7वटा नहोला कुनै गुरुम्बा गफवा इन्जोय द चटपटे छोरी तिमीलाई यस्तो ग्लुई मन पर्दैन यो वाइवाई चाउचाउ पनि नेपालबाटै ल्याएको हो मम्मी बाबाले अनि हातमा क्यारोट कुकुम्बर ओनियन भयो के अरे भुजा वाइवाई चाउचाउ दामी भयो पसिना बिस्तारै निक्लेको छ खान्छु बाबा बेजोड अलिकति अमिलो
뭘 주면 कसो 이제 이면서 뭐 들어야 보여야 돼 이게 언제 만져가 본이래 부서워 이래 보자고 그런다 이게 더럽이라 खान सक्ला जस्तो So do you know what the girls are wearing? Money, but I don't know. Celebrating the birthday. 새우에만 यो गाजर काँक्रो हालेको भएर दाजु चाहिँ हामीले खान्छ पिरो पनि आएको छ अन्त तर 가자로 밀리게 ए हामी उनीहरूले बेसी नि खान्छ चना के केटाले 너나 약 먹어 약 그래서? 먹어 पिरो है बाबा मैले खाइसक्दैन पिरो भएन होला ठिक्कको पिरो भयो त्यति साह्रो खाइ नसक्ने खालको पिरो त भएन होइन होला पिरो किन गाजरहरूले चाउचाउको धुलो खुर्सानी सबै हालिदिएको 이런데 또 대학 프렌드랑 또 이래 대가고 제뭐도 별이야 되는 गुड खान्छु भने जस्तो भयो त मैले भएन मलाई यस्तो सोचेको मलाई चाहिँ गिलो भन्नु पर्छ अलिकति खान सक्छ यो धेरै पनि सक्दैन होला हँ ड्राई नै हुँ? म त ड्राई नै मनपर्छ मलाई चाहिँ रातो पिरो अस्ति ग्रेभी बनाएर खानु मन लाग्थ्यो कस्तो न छुटो पुगे जस्तो भयो चाहिँ आएको अलिअलि वाटरमेलन पनि छ खाइदिनु पऱ्यो ठ्याक्क मजाले शीतल गराउँछ पहिला पहिला नेपालमा हुँदा त त्यो हाम्रो गोर्खातिर चाहिँ आलु पनि तासेर हाल्थ्यो क्या यस्तोमा यस्तो दामी हुन्थ्यो त्यो आलु चाप आलु चाप आलु चटपटी भन्ने यस्तो दामी हुन्थ्यो त्यो पिरो किसिम पिरो हुन्थ्यो 수도지어 이제 제주만 이래 뭐라 뭐 अहिले पिरो हाल्थ्यो नि नेपालमा होइन 써나에 보이 이제로마 त्यो चाहिँ चना पिरो पहिला हामी खानु त्यस्तो चाउचाउ त हाल्दैन 5 रुपियाँ 10 रुपियाँ त्यो पाउँथ्यो 5 रुपियाँ खान्छ हाम्रो धेरै 10 रुपियाँ खानु कति धेरै तर अस्ति नेपालमा गएर चाहिँ खासै धेरै चटपटी खाएन म अरू पिरो चाहिँ खाइरहन्छु म स्टोरी चाहिँ तर बेला बेला चाहिँ मलाई त्यो डेन्जर पिरो खानु मन लाग्छ 만나서 야와 뭐
तोरी चाहिँ हाल्छ खान्छ nó mà thì nhau chúng tôi là rò cho bên cho nó cho vào quan điểm này không à काट्नु हो điều này गोर्खामा còn ăn अस्ति म त त्यसो भन्दै लगेको छ hồi rồi mấy cái lông lông cái là ta không nếu mà người đi hôm mà अस्ति मैले hôm mà nó chỉ đó chỉ này chỉ còn chỉ đâu mà chỉ đâu là sai ấy chứ mà chỉ mới rồi là nó đó chỉ này điều này chả có gì là còn còn là gì vậy म अस्ति ल्याएको यस्तो जिराहरू के भुटेर खान्छ mà cái cái là nó nhiều cái trái ấy cái còn là gì nhiều một người ta sợ rồi người ta bây giờ có lại कम्बाइन पिरो पनि हुँदैन चट्ट पच्नु पर्छ पच्छ र तपाईँ पनि छुट्टीमा यसै गरेर खानुहोस् बबाम जाउँ उसले निकाले जति खाएको है कति पिरो हुन्छ होइन उसले त्यो भने धेरै निकालेको छ मैले नखाएको आज पुरुष दिएको आ 7वटा फुलमा हालेको एउटा हामीले खाँदा चिकन पर्छ nhưng mà mà vui mà rồi ra với anh ra thì mà cả nhà này chơi tôi cho खजे के अरे लोसा लोसा भन्छ लोसा ai giờ लास्ट बाइट mà như cho nó cùng mà है rồi phút giây gì mà खाए रे ta thôi đấy mà kia vào ông nông bao nhiêu khăn luôn tông con thôi đấy đấy là दाया không biết जल त सुझ्याला tôi cái bỏ con mà बाहिर त उ यो भोकले त यहाँ पाउँदैन खान्छ mà làm gì đâu mà दुईवटा बाबा चल्छ भुजा anh ấy không प्याज भोकटेको गोलबेडा काँक्रो गाजर 7वटा जस्तो डल्ले 3टा जस्तो हरियो खोर्सानी चाउचाउको धुलो खोर्सानी हालिदिएको भोलि बिहान पनि पिरो चाहिँ जस ठिकै ठिकै पिरो त्यति साह्रो गाजरले गर्दा मिक्स भयो नि त त्यति साह्रो पिरो छैन nhiều chuyện là from người ta so from bên nhà để dáng cái phụ nữ sẽ là rồi không nhớ chắc phải xem rồi gì có mình sao đâu mà खानु त खान्छ फर्स्ट वान chắc phải त्यो टिकटकतिर युट्युबतिर हेरेर अब कुनैले नकली नै खायो mấy chi gì đấy hay mình sao sẽ là मेरो बेबीले स्पागेटी भ्याइ पाएन ल आजको मुखबाङ यति नै भयो थ्याङ्क यू भेरी मच तपाईँहरूलाई पनि मन पऱ्यो होला यो भिडियो देखेर पक्कै तपाईँहरू पनि गिलो चटपटी बनाएर खान मन लाग्छ होला खानुहोस् इन्जोय गर्नुहोस् पिरो चाहिँ अलिकति यो फ्रुट्सहरूसँग खाएर मिक्स गरेर खायो चाहिँ ठिकै हुन्छ अब मलाई अहिले यतिकै बस्दा चाहिँ अलिकति पिरो पिरो भएछ अहिले चाहिँ जिब्रो चाहिँ अलिक खाँदा चाहिँ खासै मेरो बिहान त कहाँबाट मम्मी र सुसा त्यो बनाएर हाँसेछ मेरो ताल देखेर हालत देखेर तर अनेस्टली त्यति साह्रो एक्सपेक्ट जस्तो पिरो चाहिँ भएर यो डल्ले छैन त्यति साह्रो चाहिँ तर पसिना चाहिँ आइरहेको छ अलिअलि एनिवे अस्तिसम्म मम्मी बाबाको मुखबाङ मात्रै हेऱ्यो आज चाहिँ मेरो मुखबाङ भनेर देखाइदिएको मैले चटपटे विथ ढुङ्ग्रो अनि यो वाटरमेलन छ यति भन्दै थ्याङ्क यू भेरी मच फर वाचिङ अन्टिल नाउ डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब आवर च्यानल अब हाम्रो च्यानलमा खासै बाहिरको कन्टेन्ट धेरै हाल्नु पाइरहेको छैन मुखबाङतिर अलिअलि गरिरहेको छु अब हेरौँ कस्तो हुन्छ अनि तपाईँलाई कस्तो खालको मुखबाङ हेर्न मन लाग्छ कमेन्ट गरिदिनुहोस् मम्मी र बाबाले गर्नुहुन्छ हाम्रो मुखबाङ अनि म छोरीहरूलाई पनि मुखबाङ गराउनलाई लिएर आउँदैछु त्यस्तो भिडियो के हुन्छ यति भन्दै आजको लागि यति नै थ्याङ्क यू भेरी मच सी यू इन नेक्स्ट भिडियो बाई बाई